फर्स्ट टाइम युज गर्दैछौँ भने त्यो प्लेटफर्म फर्स्ट टाइम युज गर्दैछौँ भने त्यहाँ नै आउँछ यो साइन अप भन्ने अप्सन। हामी अलरेडी युज गरिरहेको छौँ भने चाहिँ हामीले त्यहाँ सिधै साइन इन गर्दा भइगयो। यसको लागि हजुरलाई गुगल एकाउन्ट चाहियो अनि गुगल एकाउन्टको थ्रुबाट हामी यहाँ साइन इन गर्छौँ। गुगल एकाउन्टको थ्रुबाट हामी साइन इन गर्छौँ। अनि नेक्स्ट वान अहिले सुरुमा म सरस्वती भन्दैछु, हजुरले यसलाई टिप्नु अथवा मोबाइलमा खिच्नु हो भने सजिलो हुन्छ। स्टेप 3 भनेको सेलेक्ट द 5 रिलेसन्स प्लान टुल एन्ड ओपन इट भन्ने छ। जस्तै त्यो त्यहाँ अघि 5 रिलेसन्स प्लान टुल भने त मैले एउटा रेड मार्क गरेको थिएँ नि, जस्तै यहाँनिर त्यो एउटा रेड मार्क गरेको छ नि, त्यो रेड मार्क गरेको ठाउँमा क्लिक गरियो भने यो इन्टरफेस आउँछ। एक्ज्याक्टली यो इन्टरफेस हामी भेट्छौँ। अनि त्यो इन्टरफेसमा चाहिँ हजुरले ग्रेड लेभल, अब यो एआईमा चाहिँ के हुन्छ भने जस्तै अब तपाईँले च्याट जिपिटीमा एकैचोटि च्याट जिपिटीलाई गिभ मी एउटा प्रम्प्ट दिनुभयो, मलाई 5 रिलेसन्स प्लान मोडल दिनु भनेर च्याट जिपिटीलाई भन्नुभयो भने उसले के त्यो धेरै त्यो ठुलो भयो। त्यो कुन क्लासलाई हो, कसलाई हो, स्टुडेन्ट्सको कुन लेभलको छ, कुन कन्टेक्स्टमा हो, कुन टपिक हो, अनि त्यो सबै कुरा चाहिँ हामीले इन्क्लुड गर्नुपर्ने हुन्छ। च्याट जिपिटीमा भन्दै गर्दा त धेरै कुराहरू लेख्नुपर्छ, एकदम ब्याकग्राउन्ड लामो लेख्नुपर्छ। ब्याकग्राउन्ड लेख्यो भने जति हाम्रो ब्याकग्राउन्ड लेख्यो उति राम्रो दिन्छ। जस्तै चाहिँ म चाहिँ म्याथमेटिक्स टिचर हो, हजुरले नेपालीबाटै भनिदिनु भयो भने भोइस टाइप हुन्छ। म म्याथमेटिक्स टिचर हो, सेकेन्डरी लेभलको म्याथमेटिक्स टिचर हो, यहाँ म्याथ पढाउँछु, अनि मेरो क्लासमा यतिजना स्टुडेन्टहरू छन्, अनि नेपालको करिकुलम अनुसार भनेर त्यहाँनिर गएर अब पुरा हो त्यसरी डिटेल दिनुभयो भने चाहिँ अलि राम्रो दिन्छ। तर एउटा मात्रै दुईवटा मात्रै लाइन लेख्नुभयो भने चाहिँ त्यो त्यसले दिँदैन। तर हामीले च्याट जिपिटी युज गरिरहेको छैनौँ, किनभने च्याट जिपिटीको त कता कता जान्छ इन्फर्मेसन। यो स्पेसिफिक टुल भएको कारणले यसले चाहिँ त्यही शिक्षा क्षेत्रमै मात्रै अलिकति फोकस गरेर भित्र जान्छ क्या सिधै, अरू बाहिर कुराहरूतिर जाँदैन यो। त्यही भएर त्यही सोध्यो सिधै सोध्यो ग्रेड लेभल भने 9th ग्रेड भन्यो। अब यो इन्टरनेसनल स्ट्यान्डर्डको हुन्छ। अब म्याथमेटिक्स लगभग मिल्छ भने हाम्रो 9th ग्रेड र इन्टरनेसनल म्याथमेटिक्समा त कमन हुन्छ, इङ्ग्लिस नेपाली अरू सब्जेक्टमा प्रब्लम होला, तर म्याथमा त कमनै हुन्छ। कन्सेप्ट त्यही हो, कन्टेन्ट त्यही हो। यो आउँछ, यो अहिले म एक्सप्लोर गराउँछु यसलाई। अनि स्टेप 4 मा चाहिँ हामी त्यस पछाडि ग्रेड लेभल सेलेक्ट गर्छौँ, हामीले पढाउने टपिक सेलेक्ट गर्छौँ। त्यो टपिकको अब्जेक्टिभ के हो, जस्तो उद्देश्य के हो, हामीले कुनै कुरा पढाउँदैछौँ त पढाइसकेपछि स्टुडेन्टले के कुरा सिक्छन् भन्ने कुरा त्यहाँ टाइप गर्छौँ। म एउटा क्लासमा जाँदैछु, त्यो क्लासमा गएर म कुनै यो टपिक्स पढाउँछु। त्यो टपिक्स पढाइसके पछाडि चाहिँ स्टुडेन्ट चाहिँ यो कुरा पोइन्ट वाइज यो कुरा गर्न सक्षम हुनेछन्, यो कुरा गर्न सक्षम हुनेछन्, यो कुरा गर्न सक्षम हुनेछन्। त्यो त हजुर पढाउन जाँदै हुन्छ नि त। त्यो कन्डिसन चाहिँ हजुरले त्यहाँ लेख्नुपर्छ। अनि यो सिचुएसन्समा मलाई लेसन्स प्लान बनाइदिनुहोस् भन्यो भने चाहिँ उसले धेरै बुझ्यो क्या, हामीले भनेको कुरा उसले बुझ्यो। अनि त्यस पछाडि त्यहाँनिर अर्को यहाँ एउटा त हजुरले त्यो यसमा टपिक एन्ड स्ट्यान्डर्ड्स भनेर सधैँ छ। अर्को त्यहाँनिर एउटा के देख्नुहुन्छ भने यो प्रम्प्ट एसिस्टेन्ट भन्ने छ। अब हामीले अलिकति लेख्छौँ, जस्तै मलाई यो टपिकको लेसन प्लान चाहियो, यस्तो चाहियो भने थोरै कुराहरू लेख्छौँ। तर त्यसलाई अझै राम्रो बनाउनु पर्यो, एआईले बुझ्ने अझै स्ट्यान्डर्ड टाइपको बनाउनु पर्यो भने हामी एआईकै हेल्प लिन्छौँ क्या। एआईकै हेल्प लिएर पनि त्यो हामीले लेखेको कुरालाई अझै बेटर बनाउन सक्छौँ, सो द्याट एआईले बुझोस् त्यो कुरा, एआईले बुझ्छ त्यो कुरालाई भनेर यो प्रम्प्ट एसिस्टेन्ट भन्ने कुरा हामी त्यहाँनिर लिन्छौँ। त्यसको युज पनि गर्छौँ। अनि त्यसको युज गर्दा कस्तो दिन्छ त उसले भनेको कुरा हामी त्यसलाई, किनभने हामी एक्युरेसी त हामीले भेरिफाई गर्नुपर्छ। टिचरले एआईले जे दिन्छ त्यही क्लासमा लग्यो भने डामाडोल भइहाल्छ।